फिजियोथेरापिस्टकोमा कहिले जाने त? चौथो नम्बरमा नसा सम्बन्धी कुनै पनि समस्या भएन। अहिले धेरै चलिआएको सबैलाई थाहा भएको नसा च्याप्यो भने, जस्तै ढाडमा हुने मेरुदण्डको बिचको हड्डीको बिचमा रहने डिस्कहरू केही गरेर सरियो या च्याप्यो भने त्यसले चाहिँ त्यसको छेउको नसाहरूलाई छोइदिन्छ र यसले गर्दाखेरि खुट्टा पोल्ने, पैताला पोल्ने, पुरै खुट्टा झमझमाउने, खुट्टा लाटो हुने या एउटा साइडको खुट्टा या दुवै साइडको खुट्टामा निरन्तर रूपमा दुखाइ रहिरहने भयो र त्यो दुखाइले सुत्न र दिनभरि काम गर्न पनि गाह्रो पनि हुनसक्छ। अर्को भनेको घाँटीको पनि यस्तै ढाडको जसरी नै घाँटीको पनि डिस्क सर्यो या घाँटीको पोजिसन मिलेन भने पनि हात पुरै झमझमाउने, लाटो हुने या पुरै हात दुख्ने, हात कमजोर भएको जस्तो हुने समस्या हुनसक्छ। अर्को धेरै काम गर्दाखेरि हात धेरै चलाइराख्दाखेरि हाम्रो यो कुइनो छेउमा दुईवटा नसाहरू हुन्छ, यिनीहरू पनि च्यापिएर कहिलेकाहीँ चाहिँ यो पुरै कुइनो दुख्ने अथवा कुइनोभन्दा तलपट्टिको हात झमझमाउने, लाटो हुने हुनसक्छ। अनि त्यसपछि नसामा केही गरेर चोटपटक लाग्दाखेरि हात खुट्टा लुलो भएर झर्ने या त हातको नसामा ड्यामेज भयो भने हात झर्ने या खुट्टाको नसा झर्दा खुट्टा लुलो भएर झर्ने यस्तो कन्डिसनहरूमा पनि तपाईँहरू फिजियोथेरापिस्टकोमा झन् भिजिट गर्नै पर्ने हुन्छ, किनकि यो कन्डिसनहरूमा फिजियोथेरापिस्टले तपाईँको पूर्ण जाँच गरेर समस्या कहाँनिर छ त्यो आइडेन्टिफाई गर्नुहुन्छ। त्यो पत्ता लगाइसक्नु भएपछि हजुरलाई त्यही अनुसारको व्यायामहरू गराउने, दैनिकी कसरी घटाउने, दिनमा कुन मुभमेन्ट गर्नुहुन्छ, कुन चाहिँ मुभमेन्ट गर्नु हुँदैन। अनि धेरै जस्तो अर्थोपेडिक र न्युरोसर्जनहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हजुरहरूले रेस्ट गर्नुपर्छ भन्नुहुन्छ। तर रेस्ट किन पर्छ भन्दाखेरि तपाईँले गलत मुभमेन्ट नगर्नुहोस् भनेर हो। तर यदि सही मुभमेन्ट गरेर तपाईँले आफ्नो शरीरलाई चालचलन छिटो सुधार गर्न सक्नुभयो भने त्यो झन् बेटर हुन्छ। त्यही भएको भएर यो सबै कन्डिसनमा चाहिँ फिजियोथेरापिस्टकोमा भिजिट गर्नु पर्यो।